पाटनबाट माथि गाडीबाट उता लगनखेल जाने भन्ने थियो। तर आज हिँडेर जाऊँ न त साथी, यसो न भ्लग बनाउँदै जाऊँ भन्ने चाहिँ शुभम दोषको थियो हो कि नै। यसो रमाइलो गर्दै जाऊँ, रमाइलो गर्दै जाऊँ होइन। अनि यताउता भ्यूहरू पनि हेर्ने, कहिलेकाहीँ घुम्नु पनि पर्छ, गल्लीहरू थाहा पाउनुपर्छ, हराउँछ होइन। हामी चाहिँ केटा हो होइन, हामी चाहिँ भाइ दिएर आज कम्प्युटर आर्किटेक्चरको एक्जाम थियो। अनि त्यो एक्जाम दिएर अनि ट्याक्कै केटाहरूसँग चिया खाना गएको थियौँ उता माथि। अहिले चाहिँ यता अहिले चाहिँ पाटनमा घुमिरहेको छौँ होइन। धेरै अहिले चाहिँ दुइटैजना ह्यान्डसम आइरहेको रहेछौँ। यसो भ्लग पनि बनाउन मन लाग्यो। अनि सबजना पनि फोटो खिच्दै थियो कि, आफ्नो फोटो खिच्दै थियो। हामी पनि यसो दुईवटा फोटो हानिदिउँ न त भन्ने भयो, अनि हानिदिएको होइन। अनि ट्याक्कै अब चाहिँ हामी चाहिँ अब घरतिर लाग्दैछौँ कलेजबाट। पर्सि चाहिँ अर्को भाइबा छ, अनि अब धेरै नघुमौँ, ठिकै घुमौँ। अब कहिलेकाहीँ पनि यसो इन्जोय पनि गर्नुपर्छ होइन। त अब जाऊँ अब होइन। अब राम्रो भयो आजको चाहिँ, चिया खाइयो, डोनट खाइयो, अनि गेम सेम पनि खेलियो। बवाल रहेछ त्यो हाम्रो त्यो होटलको त्यो उसको नाम के अरे, क्याफेको नाम चियामरी। चियामरीमा चाहिँ होइन रमाइलो भयो है। कस्तो हो दोस्त भन? ट्रुथ एन्ड डेयर खेल्यौँ, रमाइलो भयो। ट्रुथ एन्ड डेयर खेल्दाखेरि चाहिँ होइन शुभम दोषको चाहिँ मलाई एउटा कुरा थाहा भयो है। क्या बात कर रहे हिँडेर गाइज अब कुमारीबारी हामी निस्किने प्लानमा छौँ। अनि हामी अब उता चियामरीबाट आएर ट्याक्कै चिया खायौँ। त्यहाँ गेमहरू बबाल थियो, चेस थियो, लुडो थियो, अनि उनो पनि थियो, सब थियो। दोस्तले उनो खेलेको थियो है, उसले उनो खेलेको थियो, मैले अनि लुडो खेलेको थिएँ, अनि बाघचाल खेलेको थिएँ है। बाघचाल खेलेको त अशोक दोस्तले है क्या झ्याली खेलिदिरहेको क्या। त्यहाँनिर के भएको थियो भन्दाखेरि मैले ट्याक्कै दुईवटा बाघ अगाडि पछाडि थियो, मैले चाहिँ बिचमा बाख्रा राखिदिएको थिएँ, त्यहाँ बाघ नै छैन भनेर उ गरिदियो क्या। अनि ठिक छ कहिलेकाहीँ गर्नुपर्छ, रमाइलो हुन्छ, त्यो मजा आयो। युट्युबमा हालौँ किनभने मेमोरी हुन्छ। अब हाल्न सकिन्छ, राम्रो छ। ह्यान्डसम भएको बेला त यसो हाल्नु पऱ्यो। शुभम दोष भन त आज कस्तो लागिरह तिमीलाई यहाँ घुम्दाखेरि? एकदमै रमाइलो लागिरह। अनि धेरै पछि आयो यता साथीहरूसँग, रमाइलो गऱ्यो, खेल्यो। अनि तिमीलाई कोठामा बस्दा बोरिङ लागेको थियो होला है अस्तितिर? अनि बोरिङ लागेको थियो। अब एउटा बाइकको मात्रै कमी छ, अब त्यो नि छिटै पुरा हुन्छ। अब पछि बिस्तारै भइहाल्छ। उसको पनि सोख नै त्यही रहेछ केटा हो होइन। हाम्रो चाहिँ के प्लान हो, हामीले चाहिँ घरमा चाहिँ आमा बाउलाई चाहिँ दुःख नदिने भनेर आफै चाहिँ कमाएर एउटा खतरा बाइक चाहिँ किन्ने भनेको छु है। त्यो चाहिँ अब कहिले हुन्छ, 2-4 वर्ष हेरौँ न। 2-4 वर्ष पर्खाइ नै होइन जीवनको एउटा सक्सेस पनि हो। प्यासन भनेको चाहिँ राख्नुपर्छ। म प्यासन गरेर चाहिँ म अब कति वर्ष हुन्छ, 2-4 वर्ष हुन्छ कि कति वर्ष हुन्छ होइन। म एउटा आफ्नो मेरो मनपर्ने बाइक रोयल इनफिल्ड चाहिँ होइन किन्छु कुनै बेला है। त्यो चाहिँ तपाईँले अब देख्नु हुँदैछ। अहिले चाहिँ यत्तिकै हिँड्यौँ किन, अब एक्सर्साइज किन होइन। मान्छेहरू यो जमानमा पो हो त एक्सर्साइज गर्ने, बडी बनाउने, हिँड्ने होइन। किन बाइकमा हिँड्ने, हामी साइकलमा हिँड्ने नि हो कि नि त। हामी साइकलमा हिँड्ने। अनि उसले पनि अब बिस्तारै 2-4 वर्षपछि दोष म अब कमाउँछु, आइटी पढ्दैछु, आइटी पढेको के काम दोष, म कमाउँछु म, अनि त्यसपछि बाइक चाहिँ किन्छु भनेको छ उसले। कुन बाइक किन्ने भने दोष हेर्दैछन्, उसले चाहिँ हेर्दैछन् दोषले ट्याक्कै पछि। अनि बाइक चाहिँ किनेर बाइकमा पनि भ्लग बनाउँछौँ होइन हामीहरू ट्याक्कै पारामा गाइज। बाइकमा घुम्न जाने यताउता, तपाईँहरूले पनि यसो देखाउँला भ्यूहरू ट्याक्कै। अनि घुम्न गएर ट्याक्कै तपाईँहरूलाई भ्यू स्यू ट्याक्कै च्वाट्टै देखाइदिनुपर्छ। अनि यो बाटो चाहिँ पहिला आइसक्यो हो। पहिला आएको थिएँ म कतिखेर भन्दाखेरि मेरो कलेज चाहिँ अगाडि छ, मेगा सेकेन्डरी कलेज है, स्कुल। अनि त्यहाँनिर म यहीँबाट घुम्न आउँथेँ। तर याद धेरै पछि आएँ, याद धेरै आयो है मलाई चाहिँ यहाँको। एकदम सम्झिन चाहन्छु पहिलाको मेरो साथीहरूलाई। ऊ पनि सबैले चिनिदिनु होला, ऊ चाहिँ होइन धेरै मिल्छ मसँग। अनि गाइस आजलाई चाहिँ यति है। धेरै अब फेरि स्टोरेज फुल होला भन्ने डर छ है। पछि पनि मनाउनु पऱ्यो नि त होइन। त केही भन्ने मन छ चाहिँ तिमीलाई? अब आजले यति राखौँ, कुनै दिन अब अर्को दिन आजले यति। हेर न गाई त्यो ह्यान्सी भनेपछि भोलिको लागि पनि अब केही गफहरू बचाऊँ, भोलिको लागि पनि राखौँ होइन। प्यासेन्ज भन्ने पनि राखौँ। एकैचोटि सबै पोखाएर कहाँ मिल्छ र? सबै पोखायो भने त मान्छेसँग कुरै गर्नै मिलेन नि, बिस्तारै पोखाउने नि त होइन गाइज होइन।
ल अब आजलाई यति